गाइज माछा मार्नलाई हिरो भएर हिँडेको छ लाग्छ त माछा मार्न गएको जस्तो गाइज ल भनिदिनु पर्यो छड्के झोला बोकेर यो फुल बकेट माछा भरेर लिएर आउने होइन अनि के छ त पर्छ त आज माछा पर्छ नि राजा यार आज तर यो सबै झोला भरेर ल्याउने भनेको माछा ल हेरौँ के कस्तो हुन्छ अब भरे फेरि अर्को भिडियोमा भेटौँला ल यता हाम्रो राजा पनि पुरा हेर माछा मार्नुको लागि बकेट सकेट पुरा बोकेर हिँड्दै हुनुहुन्छ है अनि आज कति जस्तो माछा मार्ने प्लानिङमा हुनुहुन्छ तपाईँ हेरौँ के कति पर्छ ट्राई गरौँ हो गर्नु आज ल अब हामी चाहिँ मेट्रो स्टेसन पुगिसक्यौँ अर्को भिडियो चाँडै आउँछ ल गाइज माछा मार्न जान लागेको ल टक्क लगाएर हामी चाहिँ भर्खर बल्छी माछाको लागि बल्छी किनेर आएको अलरसमा छ मेट्रो स्टेसनमा छौँ मेट्रोको पर्खाइमा अब तपाईँहरूलाई भरे हामी माछा मारेर निकालेको ब्लग देखाउँछ ब्लग देखाउँछु मैले ल गाइज माछा मार्ने ठाउँमा आइपुग्नु लाग्यो होइन हामी लुखुर लुखुर हिँड्दैछ घाममा यस्तो घाममा 12 बजेको घाममा आज यो भोलि माछा आउँछ त यो नभरे त नहुने नि राजा हेरौँ अब माछा मार्ने ठाउँ नै आइपुग्नु लाग्यो होइन हामी हिँड्दैछौँ टक्क लगाएर यो चाहिँ क्रिक स्टेसन हो होइन गाइज अब हेरौँ कति माछा पर्छ फोनमा चाहिँ चार्ज अलिक कमै छ मेरो होइन अब अरू ब्लग हामी उता पुगेर देखाउनेछौँ ल हामी दुईजना मात्र भएर हिँडेको अब यो चाहिँ कुन स्टेसन रे क्रिक कति केजी पर्छ आज कतिवटा माछा छ आज ल कतिवटा माछा लगभग 20-30वटा त मार्ने हो ठुल्ठुलो 20-30वटा यो बकेट जबसम्म भरिँदैन तबसम्म हामी मार्दैनौँ छोड्दैनौँ 5-6 बजीसम्म मार्ने होइन आज छुट्टी त्यही भएर टक्क लाएर जानु भएर भरे पकाएको मस्त माछा पकाएर नि हामी देखाउँला भ्लगमा होइन ल हामीसँग जोडी राख्नु होला लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला अरू के भन्नु चाहन्छस् हामी चाहिँ माछा मार्नलाई हिँडिराखेको छौँ होइन अब माछा मार्ने ठाउँ आइपुग्नु लाग्यो अब केही मिनटमा हामी माछा पक्रिनेछौँ समाउनेछौँ यो चाहिँ क्रिक हो तपाईँहरू पनि आएर ट्राई गर्न सक्नुहुन्छ यहाँ फुल दामी छ आज हेरौँ के कति माछा पर्छ माछा परेको तपाईँहरूलाई पनि देखाउनेछौँ भ्लगमा हामीसँग जोडी राख्नु होला अनि लगेर हामी खाना कसरी बनाउँछौँ कसरी पस्छौँ त्यो सबै देखाउनेछु लगाइछ बाई बाई आप देखाएको यसरी हाम्रो राजाले चाहिँ माछा पारे जस्तो छ हेरौँ माछा पऱ्यो के पऱ्यो हाम्रो रोहितले डरै परे जस्तो छ माल अड्क्यो जस्तो छ बल्छी ढुङ्गामा अड्क्यो जस्तो छ ठुलै माछा परे जस्तो छ आउँदैछ माल फुत्क्यो क्या यार ओ सानो परेछ यत्रो ए पिलपिले माछा आयो बिचरा हेर ल हाम्रो त राजाले पारेको है पहिलो हाम्रो सफल अब हेरौँ भरे ल गाइस देख्न सक्नुहुन्छ माछा मार्यो भनेर थुतिरह सो हेरौँ परेछ कि परेको छैन बिस्तारै बिस्तारै गर खेलाएर झिक्नुपर्छ साथीले माछा मार्यो भनेर भित्र तल गरेर मुला माछा पर्यो भने चाहिँ हेरौँ माछा पारेकै पारेन है त गाइस परेको रहेछ गाइस यहाँनिर माछा पारे ल अलिक दोबार पुरै
बाहिर निकाल्न छिटो फुत्किन्छ गाइज माछा पारेको छ साथीले ल माछा 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 भ्याकुता बडे नामको पारे बडा नामको बडा मामको माछा परे है त गाइज ल हाम्रो बल्छी दुर्बिनले माछा मारिराखेको छ बल्छी दुर्बिन यहाँ छ 1 केजीको माल पर्यो यार ल दामी छ माछा नि टेस्टी टेस्टी के गर्नु थाप्ने त फेरि एकछिन थापौँ गाइज बल्छी दुर्बिनले गङ्गटा पारेको छ गाइज गाइज हेर्न सक्नुहुन्छ गङ्गटा पनि यत्रो ठुलो छ निस्क्यो त यहाँ काम भयो होइन माछा त बजार थियो काम भयो
Buenas, भएन के हुँदै भएन उस थापेको के मैले त्यो अघिको अक्टोपस कालो भयो त यार कालो भयो त त्यतै जानु त्यतै पर्छ त अनि घाम भयो तर झुरा लिएर उ त्यो त बाहिर लुकाएर उस गरेर खानुपर्छ क्या ढुङ्गाहरूमा अड्क्यो होला नि छिन्छ नि फेरि अड्क्यो यार होइन चिने बल्छी परेछ मेरो अल्झायो छैन खाएर बस्छ बिस्तारै बिस्तारै निकाल